नमस्कार। आज हामी कुरा गर्दैछौँ नेपाल सरकारको पहिलो सङ्घीय प्रतिनिधि सभा बैठकको बारेमा। आशा छ तपाईहरूले यो बैठक हेर्नु र सुन्नुभयो होला। बैठकमा सबै पार्टीका अध्यक्ष तथा सभापतिज्यूहरूले आआफ्नो विचार, अनुभव र शुभकामना व्यक्त गर्नुभयो। तर धेरैजसोको भाषणमा हामीले के गर्यौं, हाम्रो पार्टीले के उपलब्धि हासिल गर्यो भन्ने कुराहरू नै बढी सुन्न पाइयो। तर श्रम संस्कृति पार्टीका अध्यक्ष माननीय हर्क साम्पाङज्यूको प्रस्तुति भने फरक र प्रभावशाली रह्यो। माननीय हर्कराज राई, समय 7 मिनेट। सर्वप्रथम त म सबैजनालाई हार्दिक शुभकामना र बधाई ज्ञापन गर्न चाहन्छु। आफ्नो मनको विचार राख्नुभन्दा पनि म जनताले हामीलाई के का लागि यहाँ पठाएका छन् भन्ने बारेमा बुँदागत रूपमा जनताका मागहरू वाचन गरेर सुनाउन चाहन्छु। उहाँले आफ्नो व्यक्तिगत कुरा भन्दा पनि नेपाली जनताले हामीलाई किन यहाँ पठाएका हुन् भन्ने मूल विषयमा जोड दिनुभयो। उहाँले जनताका एजेन्डाहरू बुँदागत रूपमा प्रस्तुत गर्दै सरकार समक्ष विभिन्न मागहरू राख्नुभयो। उहाँले सबैभन्दा पहिले समयको महत्त्वबारे कुरा गर्नुभयो। शपथ ग्रहणको दिन 12 मिनट ढिलो भएको र आजको बैठक पनि 16 मिनट ढिलो सुरु भएको उल्लेख गर्दै अबदेखि सबैजना कम्तीमा 5 मिनट अगाडि नै उपस्थित हुनुपर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो, समय एकदमै महत्त्वपूर्ण हुन्छ, 1 सेकेन्ड पनि ढिलो हुनु हुँदैन। जस्तै युके र युरोपका देशहरूमा तोकिएको समयमा नै काम सुरु हुन्छ, कसैलाई पर्खिने चलन हुँदैन, हरेक सेकेन्डको मूल्य हुन्छ। उहाँले थप भन्नुभयो, यदि हामी देश बनाउन आएका हौं भने पहिले आफैलाई परिवर्तन गर्नुपर्छ। त्यसैगरी उहाँले विभेदको विषय पनि उठाउनुभयो। ठूला पार्टीहरूलाई 25-30 मिनट बोल्न दिने तर साना दलहरूलाई 3-4 मिनटमै सीमित गर्ने प्रचलनप्रति असन्तुष्टि जनाउनुभयो। उदाहरणका लागि रासपाका अध्यक्षले 25 मिनट बोल्दा आफूलाई मात्र 7 मिनट समय दिइएको भन्दै सबै एजेन्डा राख्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो। उहाँको भनाइ थियो, सबै पार्टीलाई बराबर समय दिनुपर्छ ताकि जनताका आवाजहरू पूर्ण रूपमा उठाउन सकियोस्। उहाँले सबैभन्दा ठूलो मागको रूपमा बुँदा 1 नम्बरमा नै एमसीसी खारेज गर्नुपर्ने कुरा राख्नुभयो। साथै नेपाल देश पृथ्वी रहिन्जेल रहनुपर्छ भने त्यसको मतलब नेपाललाई कुनै पनि विदेशी सैन्य रणनीतिमा नफसाउन एसपीपी जस्ता सम्झौता पास नगर्न पनि आग्रह गर्नुभयो ताकि देश युद्धको मैदान नबनोस्। अर्को विषय 1 पालिका 1 कारखाना खोल्ने अनि 1 घर 1 रोजगार हुनुपर्छ भन्ने राख्नुभयो। अर्को महत्त्वपूर्ण विषय ब्रिटिश गोर्खाहरूलाई ब्रिटिश सैनिक सरह सम्मानजनक पेन्सन दिनुपर्ने माग पनि गर्नुभयो। अर्को प्रत्यक्ष निर्वाचन राष्ट्रपति प्रणाली बनाउन सरकारसँग माग गर्नुभएको छ। यसका साथै उहाँले सुकुम्बासी समस्या समाधान, सीमा सुरक्षा र राष्ट्रिय हितका अन्य विषयहरू पनि उठाउनुभयो। सरकारलाई सुझाव दिँदै उहाँले भन्नुभयो, काम हतारमा नगरी सबै पार्टीसँग सल्लाह गरेर निर्णय लिनुपर्छ, जसले दीर्घकालीन रूपमा बलियो परिणाम दिन्छ। समय अभावका कारण सबै जनताका मागहरू राख्न नसकेको उल्लेख गर्दै उहाँले आफ्ना बाँकी प्रस्ताव सभामुख समक्ष बुझाउने बताउनुभयो। अन्त्यमा उहाँले जोड दिनुभयो, हामीलाई जनताले देश विकासका लागि यहाँ पठाएका हुन् भने हामीले आफैबाट परिवर्तन सुरु गर्नुपर्छ। समयको सम्मान गरौँ, सबैजना समयमै उपस्थित हौं। उहाँका प्रमुख मागहरू यस प्रकार छन्: एमसीसी खारेज, सीमा सुरक्षा मजबुत बनाउने, सुकुम्बासीलाई बासको व्यवस्था, ब्रिटिश गोर्खाहरूलाई समान पेन्सन, जेनजी आन्दोलनमा संलग्न व्यक्तिहरूको छानबिन, शिक्षामा सुधार, 3 दिन कक्षा र 4 दिन सिपमूलक तालिम, हरेक पालिकामा 1 कारखाना, 1 घर 1 रोजगार र काठमाडौँ मात्र होइन देशका सबै क्षेत्रको समान विकास हुनुपर्ने। समग्रमा उहाँले एक सशक्त राष्ट्रिय नेताको रूपमा उभिँदै जनताका आवाजहरू प्रस्तुत गर्नुभयो। धन्यवाद।